अहिलेको परिस्थिति जुन बदलेको छ यो बदलेको परिस्थितिलाई चाहिँ यो नेपालमा अहिले चलेका जेनजीहरूले ल्याएको आन्दोलनमा अब यो पुरानो सफ्टवेयर जुन मोबाइलदेखि ल्यापटपदेखि जुन हुन्छन् ती कुराहरू जहिले नि वर्षौनी माग्छ सफ्टवेयर चेन्ज गर भनेर। त्यस्तै जेनजीहरूले पनि पुरानाहरूसँग उनीहरूसँग भिजन हुँदैन थियो। त्यही भएर जेनजीहरूसँग धेरै भिजन मिसन धेरै भएकाले गर्दा यो जेनजीले चाहिँ ल्याएको कुरामा अलिकति सफ्टवेयर चेन्ज गर्नैपर्छ भनेर ल्याएको हो। र जुन भौतिक सामानहरू ठुल्ठुला क्षति भए यो चाहिँ हुनु थिएन, यो चाहिँ ठुलै नोक्सान भयो देशलाई। तर अब आन्दोलन भन्ने कुरामा अब त्यो पनि सँगै पर्दाखेरि कोही राम्रो कोही नराम्रो हुने भएकाले गर्दा त्यो पनि बिग्रेर गए। त्यसमा अलिक दुःख लागेको छ मलाई र यो नहुनु पर्ने थियो। र अब चाहिँ देशमा राम्रै हुन्छ भन्ने मैले आँकडा गरेको छु, सम्झेको छु। देशमा उनीहरूको भावना अनुसार परिवर्तन हुन्छ भन्ने विश्वास छु म। अब जेनजीहरूले गरेको आन्दोलनको भावना अनुसार परिवर्तन हुन्छ भनेर सोचेको छु, म विश्वास छु र अहिले हुन्छ जस्तो पनि लागिरहेछ। किनभने अब त्यस्तै अनुसारका सेक्टर अनुसारका सबैहरू मन्त्रालयमा मन्त्रीहरू बन्नुभएको छ। कृषिमा कृषिविद हुनुहुन्छ, यता विद्युत प्राधिकरणमा त्यो अनुसार हुनुहुन्छ। बिग भएका कारणले गर्दाखेरि हुन्छ भन्ने नै आशा राखेको छु।